बालेन भाइ गीत जति खाते भने म बुद्धले सेयर गरिदिइहाल्छ कति रमाइलो छ त गनाउने बोकालाई खसी पार्ने कसाई हो म बलेन हो कि बालेन जेसुकै होस् कसैले चिन्दैन तेरो नाम भन्दा नेपमा चलेका सब र्यापरहरूको त पुच्चर चम्चा नदेखा शान बढ्ता जुन दिन तिनीहरूको चाक कोटाउन छोडिस् त्यही दिन बन्द हुन्छ तेरो काम धन्दा अरूको सफलताको फाइदा लुट्ने दिस ड्युड इज जस्ट अ गिद्ध मक्ख चसै युनिकहरूको चित्रमा खुसी छ त भित्र फेमस रहेछ त मित्र मैले अस्ति यसको एउटा गीत सुनेको थिएँ तिमी फुल माग्छौ म पाप्नी दिन सक्दिन यो अरू र्यापरहरूको घु माग्छ तिनीहरू पाप्नी दिन सक्दैन Yo, your scrotum gets squeezed, your ovary bleeds, this man's a fucking hermaphrodite. Your poetry's deep? No, it's Dory, please don't act like you be rapping tight. You're older than me, but totally weak. You're older than me, but totally weak. You can't even beat me in your afterlife. Even if you practice right, I blast the mic, smash this dyke, turn you into ash tonight. Whoa! आजको यो ब्याटल अलि अश्लील हुन सक्छ न त गेम अफ अन्डर 18 को सानो भाइ बहिनीहरू क्लोज बटन थिच्नु होला यो फुच्चेको पो उमेर कति हो आज बालेन माथि बाल शोषणको अभियोग लाग्न सक्छ योमा बुद्ध यसको घाँटी बाँधेर राख अन्डरडगको कुकुर भाग्न सक्छ कुमारी निशेष तेरो नामको अगाडि मिसेस राख्देको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गरिदिनेछ तेरो दाइले त जस्तो र्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको है त्यो कुरा तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको त अस्ति रिसाको थिस रे यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको भाइ तैँले र्याप हानेर नखाने भइस रे तेरो काम अन्डरडग्समा लुगा धुने भो बरु बुढीलाई नि लिएर आइज पानीको आपूर्ति गर्न धुरु रुने भो काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालो छुने भो टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे भव्य रमाइलो हुने भो पाउजु छमछमाउने केटी भन्दा तनै धेरै मस्किन्छस् बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ अन्डरडगको कुकुर हुन्छ नि त अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्मर बढी लच्किन्छ बोलाउँदा किन पड्किन्छ त मान्छे आबा बुद्धि पनि हचुवाको म गर्न सक्छु दाबा यहाँ बुद्ध यो लिलीपुटको पनि बच्चा हो त्यसले फोटो देखाए अघि फोटो देखाए होइन तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ